हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज हामी जाँदैछौँ तिलोत्तमा पार्क र हामीलाई त्यहाँ लाने चाहिँ यी दुईजना दाजुबहिनी हुने। यिनीहरूको चाहिँ अहिले गर्मी बिदा छ नि त, त्यही भएर लामो समयदेखि कतै घुम्न जाम भनेर हैरान बनाइरहेको थियो। त्यसैले यहाँ नजिकैको तिलोत्तमा पार्क ल्याएका छौँ। त्यहाँ पुग्ने बित्तिकै यिनीहरूको पारा हेर्नु न, हात समाएर बेग्लै हिँड्न थालिसकेका। फर्स्टमा चाहिँ हामी पुग्ने बित्तिकै यो ठाउँमा अलि शीतल लागेर यहाँ एकछिन रेस्ट गऱ्यौँ साथीहरू। यहाँ चाहिँ रुखहरू भएर होला एकदमै शीतल पनि थियो। त्यसपछि हामी डुल्न गयौँ पार्कतिर, तर त्यो छहारीबाट निस्केपछि चाहिँ एकदमै घाम थियो साथीहरू, एकदम गर्मी भइरहेको थियो। यो तिलोत्तमा पार्कमा आउँदा चाहिँ हामीले टिकट काट्नु पर्दैन, एकदम फ्रीमा यो भ्यूहरू हेर्न पाउँछौँ है। यहाँ चाहिँ यस्तो मजाले बिरुवाको सेपहरू मिलाएर राखेको छ, हेर्दा पनि आनन्द लाग्यो। मेरो टिकटकको पेजमा चाहिँ यो ठाउँको भिडियोहरू धेरै आइरहेको थियो कि साथीहरू, तर मलाई चाहिँ थाहा थिएन यो ठाउँ कता पर्छ भनेर। आज जाँदा त यस्तो भिड थियो, तिलोत्तमाको सबै मान्छेहरू त्यही जाँदो रहेछ फ्रेस हुनलाई। त्यसपछि चाहिँ हामीले गार्डन हेर्न छोडेर साइडमा ड्र्यागन फ्रुटको खेती गरेको रहेछन् के, अनि त्यही हेर्न थाल्यौँ। त्यसपछि पालो आउँछ मोहीको। हामीले चाहिँ 2 बोतल मात्रै मोही लिएर गएका थियौँ कि साथीहरू, पछि चाहिँ नपुगेर हामीलाई पछितो लागेको थियो कति थोरै ल्याएछौँ भनेर। त्यस्तो घाममा सबैले थोरै थोरै खाएर प्यास बुझायौँ आफ्नो। त्यसपछि हामी लाग्छौँ एकदमै इम्पोर्टेन्ट काम, त्यो हो नानी बाबुलाई गेम खेलाउने। त्यसको लागि चाहिँ टिकट काट्नु पर्ने रहेछ साथीहरू। टिकट चाहिँ मात्र रु 50 रुपियाँ थियो एउटा टिकटको। त्यसपछि टिकट काटेर हामी दुईजना नानी बाबुलाई लिएर भित्र गयौँ। नानी बाबुले चाहिँ भक्को भरि गेमहरू पालो खेलिरहेको थियो भने हामी चाहिँ उनीहरूको पछि पछि हिँड्दा ठिक्क भयो त्यस्तो घाममा। तर यिनीहरूलाई चाहिँ गर्मी पनि भएको थिएन, केही पसिना पनि आएको छैन है। यस्तो मजाले खेलिरहेछ यिनीहरू दौडिँदै। यी दुईजनाको लहै लहैमा म पनि एकछिन पिङ खेल्न थालेँ। एकैछिन भए पनि हावा चल्यो, शीतल चाहिँ भयो थियो। नत्थाकुन्जेल गेम खेलिसकेपछि अब यिनीहरूलाई घर जानु पर्यो रे। आफ्नो दादाको टी सर्ट समाएर तान्दै लगिरहेछ कि पुरै घर जाम भनेर। त्यसपछि हामी चाहिँ यो बच्चाहरूको गार्डनबाट पनि निस्क्यौँ। उताबाट निस्किने बित्तिकै अब त घर जाने होला भनेको त फेरि यता ठुलोहरूको लागि छुट्टै जिमको एरिया रहेछ। बजेहरूले पनि पुरै बल लगाउँदै हुनुहुन्छ के, अनि मैले चाहिँ पछाडिबाट एकदम हुटिङ गरिरहेको छु, सपोर्ट गरिरहेको छु। एक्सर्साइज त बजेर फुपूहरूले गर्नुभयो, तर यता मलाई हेर्नु थकित चाहिँ म देखेको छु यस्तो नराम्रो तरिकाले। दिनभरिको थकान र घामको सेकाइपछि चाहिँ अब हामी घरतिर जाने निर्णय गर्यौँ। हजुरहरू पनि आउन सक्नुहुन्छ यहाँ तिलोत्तमा पार्क, एकदमै राम्रो ठाउँ छ। थ्याङ्क्स टु वाचिङ माई भिडियो। बाई बाई एभ्रिवान।